हेलो एभ्रिवान, फेरि पनि हजुरहरूलाई मेरो नयाँ मिनी भ्लगमा स्वागत छ। आजको रुटिन फलो गर्दा गर्दै मन चाहिँ पोखराको लेक साइडतिर पुगिसकियो। तपाईँहरूको मन चाहिँ अहिले कहाँ छ? काम र रुटिन त छँदैछ, तर हिजो साथीले भनेको एउटा सानो कुरा मैले अहिलेसम्म सोचिरहेको छु। तपाईँहरूलाई थाहा छ, म सानो बेलामा चक्लेट लुकाएर खान्थेँ र अहिले म पहिला पनि धेरै गुलियो मन पराउँथेँ र अहिले पनि धेरै गुलियो मन पराइरहेछु। आज पनि एउटा चक्लेट नखाएको दिनै हुँदैन। आज पनि हेरिरहनु होला हजुरले, मलाई यो मिनी ब्लगमा देखिरहनु होला। मैले काम गरेपछि अहिले बाबुहरूसँग अब हर्लिक्स यसरी बनाएर खाँदाखेरि उहाँहरूले चाहिँ दुधमा भन्दा नि पानीमा बढी रुचाउनुहुन्छ। अनि बाबुले पनि मसँग काम गर्न थाल्ने, मम्मी म अहिले चाहिँ काम गर्छु तपाईँसँग भन्छ। अनि भोलि पर्सि चाहिँ के गर्ने हो थाहा छैन। अहिले चाहिँ मलाई हेल्प गरिरहेको हुन्छ बाबुले, सानोले चाहिँ गर्छ, ठुलोले चाहिँ अलिक मान्दैन। हाम्रो चाहिँ अहिले अनि भाँडा धुने चाहिँ तल पारिदिएछ, नत्र हामीले त्यो बाथरुममै धुइरहेको हुन्थ्यो। अहिले चाहिँ तल बनाइदिनु भइसकेको छ, धारा नभएर धारा अहिले बनाइसकेको छ। बाबुले नि भाँडा पखालिरहनु भएको छ। मलाई भाँडा पखालिसकेपछि म चाहिँ लुगा सुकाउनुतिर लागिसकेको छु। लुगा सुकाइसकेपछि चाहिँ म चाहिँ अब फेरि कस्तो भोक लागिरहेको थियो र भाँडा पखालेको भाँडा राखेर अनि तातो पानी तताएर हर्लिक्स खानातिर फेरि लागिसकेको छु। म हर्लिक्स खाने बेलामा अब हेर्नु है, मलाई चाहिँ मैले गुलियो अति नै मन पराउने भएकाले मैले फेरि पनि यसरी निकालेर खाइरहेको छु र बाबुहरूलाई नि खुवाइरहेको छु। मैले चाहिँ आफू पनि बिग्रियो अरूले नि बिगार्नु खोजिरहेको छु है। र यति भन्दै मेरो आजको यो मिनी ब्लग सकिन्छ। हजुरहरूलाई कस्तो लाग्यो आशा छ हजुरहरूले मन पराउनुहुन्छ। लाइक फलो सेयर गर्नु नबिर्सिनु।